नेपाल भन्नासाथ तपाईको दिमागमा सबैभन्दा पहिले के आउँछ? सगरमाथा, मम कि खुकुरी? तर नेपालको पहिचान यति मात्र होइन। आज हामी यो भिडियोमा हेर्नेछौँ नेपालका 100 वटा यस्ता मौलिक विशिष्ट पहिचान भएका वा भनौं टिपिकल चीजहरू जसले नेपाललाई संसारभर चिनाएका छन्। ध्यान रहनेछ, सूचीमा भएका मध्ये कुनै छुट्ने छैन, दोहोरिने छैन। यसलाई सजिलै बुझ्न सहज होस् भनेर विभिन्न विधामा वर्गीकरण गरी भिडियो तयार पारेका छौं। भिडियो अन्त्यसम्म हेर्नु है। भिडियो हेरिसकेपछि सायद तपाईले यस्ता कुरा पनि थाहा पाउनुहुनेछ जुन तपाईले यसअघि कहिल्यै सुन्नु भएको थिएन। आउनुहोस् ढिला नगरी अब भिडियो सुरु गरौं। भौगोलिक तथा प्राकृतिक पहिचान। सगरमाथा संसारको सर्वोच्च शिखर हो। हिमालय श्रृङ्खला 8000 मिटर भन्दा अग्ला 14औं मध्ये 8 वटा हिमाल नेपालमै छन्। तिलिचो ताल विश्वकै सर्वाधिक उचाइमा रहेको ताल हो। कालीगण्डकी खोज विश्वकै गहिरो खोजहरूमध्ये एक हो। र्याफ्टिङका लागि प्रख्यात नदीहरू भोटेकोशी, त्रिशुली र सुनकोशी जस्ता तीव्र बहाव भएका नदी हुन्। एकसिङ्गे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ जीव हो। पाटेबाघ नेपालको सफल संरक्षण प्रयासको प्रतीक मानिने जनावर हो। हिउँ चितुवा हिमाली क्षेत्रको सुन्दर र दुर्लभ वन्य जन्तु हो। काँडे भ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो। डाँफे नेपालको राष्ट्रिय चरा हो जसको स्वरूप रङ्गीचङ्गी हुन्छ। लाली गुराँस पहाडी भेग राताम्य पार्ने नेपालको राष्ट्रिय फूल हो। यार्सा गुम्बा बहुमूल्य हिमाली जडीबुटी हो। पाँचौले र निरमसी हिमाली क्षेत्रका बहुउपयोगी परम्परागत औषधीय वनस्पति हुन्। तराईको चारकोसे झाडी जैविक विविधताले सम्पन्न तराईको घना जंगल हो। भीर मौरी भीर पहरामा बस्ने र औषधीय मह उत्पादन गर्ने जंगली मौरी हो। खाना, परिकार र स्वाद। दाल भात तरकारी नेपालीहरूको दैनिक जीवनसँग जोडिएको प्रमुख परिकार हो। नेपाली मम स्वादिष्ट डम्पलिङ नेपालकै सबैभन्दा लोकप्रिय परिकार मध्ये एक हो। गुन्द्रुक र सिन्की साग र मुलालाई अमिलो बनाएर तयार गरिने परम्परागत खाद्य पदार्थ हुन्। सेलरोटी चामलको पिठोबाट बनाइने नेपाली चाडपर्वको विशेष परिकार हो। ढिँडो कोदो, फापर वा मकैको पिठोबाट बनाइने पौष्टिक र रैथाने खाना हो। छुर्पी चौरी वा गाईको दूधबाट बनाइने कडा र पौष्टिक दुग्धजन्य परिकार हो। योमरी चामलको पिठोमा चाकु वा खुवा भरेर बनाइने नेवारी परिकार हो। सुकुटी सुकाएर सुरक्षित राखिएको मासुको स्वादिष्ट परिकार हो। आलु तामा बोडी आलु बाँसको तामा र बोडी मिसाएर बनाइने परम्परागत झोलिलो परिकार हो। चुकौनी दही आलु र मसला मिसाएर बनाइने स्वादिष्ट अचार हो। इलामको चिया उत्कृष्ट स्वाद र सुगन्धका लागि प्रसिद्ध नेपाली चिया हो। नेपाली कफी नेपालको पहाडी क्षेत्रमा उत्पादन हुने उच्च गुणस्तरको एराबिका कफी हो। मरमरी र अनदीको चामल आफ्नै स्वाद र विशेषताका लागि परिचित रैथाने चामल हुन्। जाँड र रक्सी परम्परागत विधिबाट बनाइने नेपाली मादक पेय पदार्थ हुन्। मार्सी चामल जुम्लाको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने प्रसिद्ध रातो चामल हो। कला वास्तुकला र शिल्पकला। प्यागोडा शैली अर्निकोले चीनसम्म फैलाएको धेरै तहको छाना भएको नेपाली वास्तुकला शैली हो। काठको बुट्टा काठमाडौँ उपत्यकाका झ्याल ढोका र टुँडालमा कुदिएको सुन्दर काठकला हो। नेवाहा झ्याल भक्तपुर र काठमाडौँमा पाइने कलात्मक आँखी झ्याल हो। थान्का र पौभा चित्रकला बौद्ध र हिन्दू धर्मका विषय झल्काउने परम्परागत चित्रकला हो। प्रस्तर कला ढुङ्गामा कुदिएका धारा मूर्ति र अन्य कलाकृतिहरू हुन्। धातुका मूर्तिहरू पाटनमा बनाइने अष्टधातुका बुद्ध र देवी देवताका प्रसिद्ध मूर्तिहरू हुन्। ढुङ्गे धारा प्राचीन समयदेखि प्रयोग हुँदै आएको परम्परागत खानेपानी प्रणाली हो। नेपाली कागज लोकताको बोक्राबाट बनाइने बलियो र टिकाउ कागज हो। माटाका भाँडा भक्तपुरमा परम्परागत रूपमा बनाइने विभिन्न प्रकारका माटाका भाँडाहरू हुन्। स्तूप शैली बौद्धनाथ र स्वयम्भूनाथ जस्ता स्तूपहरूको आँखा भएको अद्वितीय वास्तुकला शैली हो। वेशभूषा गहना र पहिरन दौरा सुरुवाल र कोट नेपाली पुरुषहरूको परम्परागत तथा औपचारिक राष्ट्रिय पोसाक हो। ढाका टोपी पालपाली र तेह्रथुमे ढाकाबाट बनाइने नेपाली राष्ट्रिय पहिचानको प्रतीक टोपी हो। गुन्यु चोली नेपाली महिलाहरूले परम्परादेखि लगाउँदै आएको सांस्कृतिक पहिरन हो। भातगाउँले टोपी प्रायः कालो रङको हुने नेवार समुदायमा लोकप्रिय परम्परागत टोपी हो। हाकुपटासी नेवार महिलाहरूले लगाउने रातो किनारा भएको कालो रङको परम्परागत साडी हो। मखमली चोली र पटुका
मखमली कपडाको चोली र सेतो सुती कपडाको पटुका नेपाली परम्परागत पोसाक तथा सांस्कृतिक पहिचानका प्रतीक हुन्। बागमुखी र तिलहरी नेपाली महिलाहरूले लगाउने परम्परागत सुनका आकर्षक गहना हुन्। बुलाकी र ढुङ्ग्री नाक र कानमा लगाइने नेपाली परम्परागत गहना हुन्। पोते र नौगेडी विवाहित महिलाहरूले लगाउने सौभाग्य र वैवाहिक सम्बन्धका प्रतीक गहना हुन्। राडी पाखी भेडाको ऊनबाट बुनेर बनाइने न्यानो ओछ्याउने वा ओढ्ने परम्परागत सामग्री हो। इतिहास, वीरता र हतियार गोर्खाली वीरता कायर हुनुभन्दा मर्नु निकै बेस भन्ने आदर्शका साथ साहस र बहादुरीका लागि विश्वभर प्रसिद्ध नेपाली सैनिक हुन्। खुकुरी नेपाली वीरताको प्रतीक, टिपिकल र धारिलो नेपाली हतियार हो। चन्द्र सूर्य अंकित झण्डा विश्वको एकमात्र त्रिकोणात्मक नेपालको राष्ट्रिय झण्डा हो। किराँतकालीन र लिच्छवीकालीन इतिहास नेपालको जग बसाल्ने प्राचीन शासनकाल हो। उपनिवेश मुक्त इतिहास विश्वका ठूला साम्राज्यले पनि कहिल्यै गुलाम बनाउन नसकेको देश नेपाल हो। धर्म, दर्शन र आध्यात्मिक स्थल लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल र विश्व शान्तिको प्रतीक हो। पशुपतिनाथ मन्दिर विश्वभरिका हिन्दूहरूको प्रमुख आस्थाको पवित्र तीर्थस्थल हो। मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिक स्थल हो, जहाँ 108 धारा र अखण्ड ज्योति रहेको छ। स्वयम्भूनाथ र बौद्धनाथ काठमाडौँ उपत्यकाका प्राचीन तथा प्रसिद्ध बौद्ध तीर्थस्थल हुन्। जनकपुर धाम जानकी मन्दिर माता सीताको जन्मभूमि र भव्य धार्मिक तथा सांस्कृतिक केन्द्र हो। जीवित देवी कुमारी सानी बालिकालाई जीवित देवीको रूपमा पूजा गर्ने संसारमै दुर्लभ नेपाली परम्परा हो। चाँगुनारायण मन्दिर नेपालको सबैभन्दा पुरानो शिलालेख भएको ऐतिहासिक मन्दिर हो। ध्यान र योग केन्द्रहरू हिमालयको शान्त वातावरणमा ध्यान र योग गर्न विश्वभरबाट मानिसहरू आउने गर्छन्। सिंहनाद र शङ्खध्वनि पूजा आराधनामा गुन्जने परम्परागत नेपाली धार्मिक ध्वनि हुन्। स्वस्तिक र ओम सनातन हिन्दू धर्ममा शुभ, शान्ति र आध्यात्मिकताको प्रतीक मानिने पवित्र धार्मिक चिन्हहरू हुन्। चाडपर्व, जात्रा र संस्कृति बडा दशैं र तिहार नेपालको सबैभन्दा ठूला तथा पारिवारिक मिलनको अवसर बन्ने चाडहरू हुन्। छठ पर्व सूर्यदेव र प्रकृतिको पूजा गरिने तराईको प्रमुख पर्व हो। लोसार शेर्पा, गुरुङ र तामाङ समुदायको नयाँ वर्ष हो। माघी वा माघे संक्रान्ति थारू समुदायको नयाँ वर्ष तथा कन्दमूल, चाकु, घिउ, तिलका लड्डु र सक्खरखण्ड जस्ता परिकार खाने पर्व हो। उधौली र उभौली राई र लिम्बू किरात समुदायले साकेला नाच्दै मनाउने प्रकृति पूजाको पर्व हो। रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने रथयात्रा हो। बिस्केट जात्रा भक्तपुरमा विक्रम सम्वत नयाँ वर्षको अवसरमा लिङ्गो उभ्याएर मनाइने प्रसिद्ध जात्रा हो। इन्द्र जात्रा काठमाडौँमा कुमारीको रथयात्रा र लाखे नाच सहित मनाइने प्रसिद्ध पर्व हो। गाई जात्रा नेवार समुदायले दिवंगत व्यक्तिको सम्झनामा मनाउने व्यङ्ग्य र प्रहसनको पर्व हो। टोल टोलका भजन कीर्तन साँझ पख पाटी पौवामा भजन गाइने र खैजडी तथा मादलको धुन गुन्जिने सांस्कृतिक परम्परा हो। लोकसङ्गीत, बाजा र नृत्य पञ्चैबाजा, दमाहा, झ्याली, ट्याम्को, सनै र नरसिंगा मिलेर बजाइने परम्परागत नेपाली बाजा हो। मादल नेपाली लोकसङ्गीतको मुटु मानिने सबैभन्दा लोकप्रिय बाजा हो। सारङ्गी गन्धर्व समुदायले बजाउने परम्परागत नेपाली बाजा हो। बाँसुरी र मुर्चुङ्गा फुकेर र ओठको सहाराले बजाइने परम्परागत बाजा हुन्। खैजडी र मुजुरा भजन कीर्तन र लोकगीतमा बजाइने परम्परागत बाजा हुन्। मारुनी र सोरठी नाच मगर र गुरुङ समुदायका परम्परागत लोकनृत्य हुन्। झ्याउरे र दोहोरी प्रश्न उत्तर शैलीमा गाइने लोकप्रिय नेपाली लोकगीत हुन्। लाखे नाच डरलाग्दो मुकुण्डो लगाएर नाचिने नेवार समुदायको प्रसिद्ध नृत्य हो। छलिया नाच सुदूरपश्चिममा तरबार समातेर गरिने परम्परागत नृत्य हो। धान नाच र चण्डी नाच पूर्वी नेपालको परम्परागत लोकनृत्य हुन्। जीवनशैली, दर्शन र रैथाने बानी, अतिथि देवो भवः, पाहुनालाई भगवान सरह मानी सम्मानपूर्वक स्वागत गर्ने नेपाली संस्कार हो। नमस्ते वा नमस्कार दुवै हात जोडेर गरिने सम्मानपूर्ण नेपाली अभिवादन हो। बर्मझियाको पेडा र धरानको कालो बङ्गुर आफ्नै स्वाद र पहिचानका कारण प्रसिद्ध बनेका स्थान विशेषका खानेकुरा हुन्। पाटी, पौवा र चौतारी बटुवाले आराम गर्न, भारी बिसाउन र बास बस्न बनाइएका परम्परागत सार्वजनिक स्थल हुन्।
मेलापात, खेतीपाती वा अन्य काममा एक अर्कालाई निशुल्क सहयोग गर्ने परम्परा हो। दियो, कलश र गणेश पूजा शुभ कार्य सुरु गर्नु अघि गरिने धार्मिक नेपाली परम्परा हो। नेपाली समय तोकिएको समयभन्दा केही ढिलो पुग्ने नेपाली समाजमा प्रचलित तर सुधार्नुपर्ने बानी हो। आँगन र तुलसीको मठ परम्परागत नेपाली घरको अगाडि हुने पवित्र स्थान हो। गुठी प्रणाली सामाजिक, सांस्कृतिक र धार्मिक कार्य सञ्चालन गर्ने परम्परागत नेवारी संस्था हो। झाँक्री र धामी प्रथा मन्त्र, जडीबुटी र परम्परागत विधिबाट उपचार गर्ने पुरानो नेपाली चलन हो। अद्वितीय र विविध कुराहरू खुत्रुके पैसा जम्मा गर्न प्रयोग गरिने परम्परागत माटोको भाँडो हो। सिलौटा, लोहोरो, मसला, लसुन, अदुवा आदि पिस्न प्रयोग गरिने ढुङ्गाका परम्परागत औजार हुन्। मानपाथी अन्न वा तरल पदार्थ नाप्न प्रयोग गरिने परम्परागत नापका भाँडाहरू हुन्। सुपो अथवा नाङ्लो अन्न केलाउन, फट्काउन वा घाममा सुकाउन प्रयोग गरिने परम्परागत सामग्री हो। र अन्तमा ढिकी जातो धान कुट्न, चामल बनाउन वा अन्न कुट्न प्रयोग गरिने परम्परागत काठ र ढुङ्गाबाट बनेका औजार। साथीहरू, यी थिए नेपाललाई संसारभर चिनाउने 100 वटा मौलिक र टिपिकल नेपाली पहिचानहरू। यी त केवल केही उदाहरण मात्र हुन्। वास्तवमा नेपाल यस्ता अनगिन्ती मौलिक सम्पदा, संस्कृति, परम्परा, प्राकृतिक सौन्दर्य र पहिचानहरूको अनुपम धनी देश हो। यिनको नाम सुन्नासाथ वा देख्नासाथ हरेक नेपालीको मन गर्वले भरिन्छ र आफ्नो मातृभूमि प्रतिको माया अझै गहिरो बन्छ। यति धेरै मौलिक सम्पदा, विविध संस्कृति र गौरवशाली इतिहासको धनी देशमा जन्मिनु र आफू नेपाली हुनु साँच्चै गर्वको विषय हो। यही सम्पदा, संस्कृति, प्रकृति र परम्पराले नेपालको वास्तविक परिचय संसारभर फैलाइरहेका छन्। त्यसैले यी अमूल्य सम्पदाहरूको संरक्षण, सम्मान र भावी पुस्तासम्म हस्तान्तरण गर्नु हामी सबै नेपालीको साझा दायित्व हो। अब तपाईको पालो यी मध्ये तपाईलाई सबैभन्दा मन परेको नेपाली पहिचान कुन हो? कमेन्टमा अवश्य लेख्नुहोस्। साथै यदि तपाईलाई यो भिडियो मन पर्यो र केही नयाँ जानकारी पनि प्राप्त भयो भने लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोस्। तपाईको सानो साथले हामीलाई भिडियो बनाउन सधैँ जागरुक बनाउनेछ। फेरि अर्को रोचक तथा ज्ञानमूलक भिडियोका साथ भेटौँला। तबसम्मका लागि धन्यवाद। जय नेपाल।